लोकल लेभलमा डिसेन्ट्रलाइजेसन होइन कि डिभोल्युसन जो छ त्यसलाई जुन दिन हामीले एक्सेप्ट गर्छौँ, अब बाध्यताले एक्सेप्ट गर्लान् कङ्ग्रेस एमालेहरू एक्सेप्टै गरेनन्। अब राष्ट्रपाले त्यसलाई एक्सेप्ट गर्छ गर्दैनन् थाहा छैन। संविधान नचाहिँले संविधान चाहिन्छु भन्यो, अब फेडरलिजम चाहिँ अब घुमिफिरी एभरेज आउट हुन्छ होला, त्यहाँ पुग्यो भनेदेखि ग्रोथको लजिक कहाँबाट आउनसक्छ त? लोकल गभर्मेन्टबाट आउनसक्छ। त्यो लोकल गभर्मेन्टमा चाहिँ के हुनसक्छ भन्दा त्यो लोकल एन्टरप्रेन्योरिजम भनेर चाहिँ जसरी ग्रोथको इन्जिन एउटा चाइनाको मात्रै होइन, फेरि स्विजरल्यान्डको ग्रोथको इन्जिन पनि लोकल गभर्मेन्ट हो। स्विजरल्यान्डमा बनेको संसारमा चल्ने वाच पनि लोकल गभर्मेन्टको आधारमा बनेको। त्यसरी लोकल गभर्मेन्टहरूलाई चाहिँ त्यो कहीँ लोकल गभर्मेन्टमा रहेको पैसाहरूलाई अनलकिङ गर्न सक्ने हो भनेदेखि के हुनसक्छ त भन्दा चाहिँ त्यो रेमिटेन्स र म्युनिसिपल बोन्डलाई एकै ठाउँमा राख्यो भने यो चाहिँ पैसा छैन भनेर टाउको दुखाउनु पर्ने हुँदैन। पोहोरको भन्दा कम बजेट बनाउँदैछ अरे सर भन्ने सुन्दैछु, अर्थमा त्यो एउटा ब्लन्डर हो। त्यो चाहिँ यति धेरै पब्लिक इन्सपिरेसन भएको बेलामा पोहोरको भन्दा 1 रुपियाँ भयो भने बढी एक्सपान्सन बजेट हुनुपर्छ। त्यो के हुनुपर्छ भन्दा लोकल बोन्ड इस्यु गरौँ महानगरपालिका र उपमहानगरपालिकालाई, त्यसलाई हाम्रो रेमिटेन्स फन्डमा लगेर इन्फ्रास्ट्रक्चरमा जोडिदिउँ र त्यसपछि डिफिसिट संविधानले डिफिसिट गर्न पाउँछ भन्यो प्रदेश सरकारलाई, तर हामीले सेन्ट्रल ब्याङ्कलाई प्रदेश सरकार र स्थानीय सरकारलाई सेन्ट्रल ब्याङ्किङ फेसिलिटी दिएनौँ। त्यो कारणले 8 वर्ष भयो 753वटा स्थानीय बजेट र त्यसपछि 7वटा प्रदेशको बजेटहरू 8 वर्षसँग कति मल्टिप्लाई 8 7 56वटा बजेट स्थानीय सरकारहरूले के गरे त भन्दा झुट बोल्नु पर्यो, डिफिसिट गर्छु भन्ने। अनि डिफिसिट गर्न नसकेपछि जिडिपी हाम्रो जिडिपीको 5% जिडिपी ग्रोथ हुन्थ्यो भने 1.5 देखि 2% जिडिपी त्यहाँ लक भएर बस्यो पैसाको रूपमा, पर्सनल एकाउन्ट जस्तो लक भएर बस्यो। 200 अर्ब लगभग स्थानीय सरकारसँग ल्याऊ भनेर होइन, तिमीहरू काम गर म थप्छु भनेर 200 अर्ब वरिपरिको लगभग म्युनिसिपल बोन्ड जेनेरेट गरेर र 200 अर्ब जति लगभग अरू कुनै रेमिट्यान्सबाट 100 अर्ब र 25वटा ठुला कोषबाट 100 अर्ब सबै तान्ने होइन, फेरि उनीहरू सिदिन्छन्। फेरि लगभग 600 अर्ब रुपियाँ 1300 अर्ब जति लगभग राजस्व उठ्न सक्छ। 600 अर्ब लगभग हामीसँग परिचालन गर्न सक्छौँ। 19 भयो, त्यसपछि अरू 100 अर्बको कुनै डेफिसिट हुनसक्छ। 50 अर्बको वैदेशिक 50 अर्बको देशी हुने हो भनेदेखि 2000 अर्बको बजेट पोहोरको भन्दा अलि ठुलो बजेट बनाउन, त्यति खर्च जुटाउन ठुलो कुरो छैन।